नमस्कार, म लीलाराज लोहनी आज नेशनल इन्कम अकाउन्टिङको क्लास लिन गइरहेको छु। यो म्याक्रो इकोनोमिक्सको एउटा मेजर च्याप्टर हो नेशनल इन्कम अकाउन्टिङ र हामी आज यो च्याप्टर पढ्न गइरहेका छौँ। र पहिलो कुरा फर्स्ट कुरा नेशनल इन्कम भनेको के हो? अब नेपालीमा भन्नुपर्दा यसलाई राष्ट्रिय आय। राष्ट्रिय आय भनेको के? राष्ट्रिय आय भनेको कुनै पनि राष्ट्रको एक वर्षको टोटल इन्कमलाई हामीले राष्ट्रिय आय भनेर भन्छौँ। ठीक छ? टोटल इन्कम अफ अ नेसन ड्युरिङ अ period of time it's called national income। ठीक छ? अर्थात् कुनै पनि नेसनको टोटल इन्कम कहिलेको कुनै एउटा स्पेसिफिक पिरियड अफ टाइमको, जनरली 1 इयर भनेर भन्छौँ। यसलाई चाहिँ हामीले के भन्छौँ? नेशनल इन्कम भन्छौँ। अब नेसनको इन्कम नेसनमा को भन्दा नेसन भनेको यहाँनिर नेसनल्स भन्ने कुरा हुन्छ। नेसनल्स यानी कि त्यो देशका मानिसहरूको टोटल इन्कम। देयरफोर यसलाई हामीले के भन्छौँ भन्दा द टोटल इन्कम इज obtained by adding all individual income of a nation। कसरी भन्दा नेशनल इन्कम तब हामीले वाइ डिनोट गर्छौँ इकोनोमिक्समा। वाइ रिफर्स टु द इन्कम। नेशनल इन्कम कसरी आउँछ त भन्दा y1 प्लस y2 प्लस y3 प्लस y4 प्लस ब्ला 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 प्लस yn। अर्थात् त्यो देशमा जति पनि मानिसहरू छन् तिनीहरूको आम्दानीको समलाई चाहिँ हामीले के भन्छौँ? नेशनल इन्कम भनेर भन्छौँ। अर्थात् जस्तो नेपालमा भन्नुपर्दा यो मेरो कमाइ, यो सेकेन्ड मान्छेको, यो थर्ड मान्छेको, यो फोर्थ मान्छेको, यस्तै गरेर हाम्रो 3 करोड मानिसहरूको आम्दानीको समलाई चाहिँ हामीले के भन्छौँ भने नेशनल इन्कम भनेर भन्छौँ। नेशनल इन्कम भनेको त्यही, यतिलाई हामीले नेशनल इन्कम भन्छौँ थ्योरिटिकली। टेक्निकली के भन्छौँ? टेक्निकल्ली चाहिँ हामी अलिकति पछाडि आउँछौँ। नेट नेशनल प्रोडक्ट NNPFC अर्थात् यसलाई हामीले नेट नेशनल प्रोडक्ट एट FC अथवा NNPFC लाई हामीले नेशनल इन्कम भनेर भन्छौँ। यो नेट नेशनल प्रोडक्ट एट FC भन्ने कुरा चाहिँ अब हामीले यो भित्रको कम्पोनेन्ट्सहरू पढ्दै जाँदाखेरि निकाल्ने कुरा। र हामीले थ्योरिटिकल्ली यसको डेफिनेसनलाई के भन्नु पर्यो त भन्दा नेशनल इन्कम भनेको टोटल इन्कम अफ अ नेसन ड्युरिङ अ पिरियड अफ टाइम अथवा कुनै एक वर्षको कुनै पनि राष्ट्रको टोटल आम्दानीलाई के भन्छौँ? नेशनल इन्कम भन्छौँ। कसरी आउँछ त भन्दाखेरि बाई एडिङ अल इन्डिभिजुअल्स इन्कम अफ अ नेसन। हरेक व्यक्तिको आम्दानीको समलाई चाहिँ हामीले नेशनल इन्कम भनेर भन्छौँ। जस्तो चाइनामा भन्नु पर्यो भने 140 करोड मानिसहरूको आम्दानीको सम चाहिँ उनीहरूको राष्ट्रिय आम्दानी हो भने नेपालको राष्ट्रिय आम्दानी नेपाल 3 करोड मानिसहरूको आम्दानीको सम हो जनरली भन्दा। नेशनल इन्कम इज मेजर्ड इन टर्म्स अफ मनी भ्यालु। मनी भ्यालु भनेको मतलब के हो भने जस्तो हुन्छ नि, जस्तो म किसान हो, मैले धान उत्पादन गर्छु हैन, अर्कोले चाहिँ गहुँ उत्पादन गर्छ, अर्कोले जुत्ता उत्पादन गर्छ हैन, अर्कोले चाहिँ जस्तो तपाईको चाहिँ आलु उत्पादन गर्छ भने मेरो यो सबैलाई हामीले जोड्न सक्दैनौँ।
यिनीहरूको यी प्रडक्टहरू हो, यिनीहरूलाई चाहिँ हामीले मनी भ्यालुमा, इन टर्म्स अफ मनी भ्यालुमा अथवा पैसामा रुपैयाँमा हामीले व्यक्त गर्छौँ र तिनीहरूलाई जोड्छौँ। एन्ड देयर should not be any repetition while calculating national income। र यहाँनिर चाहिँ एउटा कुरा ख्याल गर्नु पर्यो, देयर शुड नट बी एनी रिपिटिसन, रिपिटिसन हुनुहुन्न, दोहोरिन हुँदैन वाइल क्यालकुलेटिङ द नेसनल इन्कमको क्यालकुलेट गर्दाखेरि हामीले कुनै पनि प्रडक्टहरूलाई हामीले के गर्नु हुँदैन, रिपिटिसन हुन हुँदैन है। नेसनल इन्कम shows the performance and size of and economy। नेसनल इन्कमले के देखाउँछ त भन्दा पर्फर्मेन्स देखाउँछ र साइज, कुनै पनि इकोनोमीको साइज र पर्फर्मेन्सलाई जनाउँछ। जस्तो हाम्रो नेपालको नेसनल इन्कम कति भन्दा 54 बिलियन, अमेरिकाको कति भन्दा 2780 बिलियन। त्यो कुरालाई चाहिँ हामीले साइज नाप्छ भने अर्को चाहिँ पर्फर्मेन्स। पर्फर्मेन्स भनेको इन द सेन्स लास्ट इयरको नेसनल इन्कम भन्दा यो वर्षको नेसनल इन्कम कति छ, लास्ट इयरको भन्दा यो पालाको बढेको छ भने पर्फर्मेन्स चाहिँ गुड पर्फर्मेन्स छ भन्ने कुरा चाहिँ हुन्छ। र नेसनल इन्कमलाई अरू सायद मलाई लाग्छ तपाईहरुले बुझ्नुभयो होला, नेसनल इन्कम केमा क्याल्कुलेट हुन्छ, इन टर्म्स अफ मनी भ्यालु, मनी भ्यालुमा क्याल्कुलेट हुन्छ र नेसनल इन्कम क्याल्कुलेट गर्दाखेरि कुनै पनि रिपिटेसन हुनु हुँदैन र नेसनल इन्कमले पर्फर्मेन्स र साइज दिने काम गर्छ। यो भयो नेसनल इन्कमको डेफिनेसन।